आज शुक्रबार, इस्टरको गुड फ्राइडे। यो इसाई राष्ट्र हो। कतिपय नियमहरू बाइबललाई फलो गरेर बनाइएका छन्। यहाँका मानिसहरू इसाई धर्म मान्दा गर्दा हाम्रो हिन्दू जस्तो सनातन धर्मसँग मेल खाने थुप्रै परम्परा भएको पाएँ मैले, जस्तो कि प्रकृति पूजक, भूत प्रेत पिचासमा विश्वास जस्ता कुरा, धर्म र पापका कुरा। यहाँका मानिसहरू यति सरल छन् कि हामीले सामान्य अनुमान पनि गर्न सक्दैनौँ। ट्रकमा चढेर हिप्पो चप्पलमा हाफ कटु लगाएर एक दुई ठाउँमा छिट्रिएको टी सर्टमा चोयाको झोला बोकी सुपारीको दाना चपाउँदै मुख रातो बनाएर आफ्नो दैनिकमा हिँड्नु यहाँको लागि सामान्य हो। एडिडास, नाइक, अमेरिकन इगल जस्ता ब्रान्डको उनीहरूलाई कुनै मतलब छैन। यहाँको मुख्य व्यापारी चिनिया भएकाले उनीहरू टाठा बाठा यहाँको राजनीति खेलाउने, आफ्नो अनुकूल बनाउने चलन रहेछ। ज्वालामुखी विस्फोट भएको यो सहरमा जीवन निर्वाहका लागि चाहिने सामान्य सुविधा जुटाउन विकासको गतिमा रुमालिएको सानो सहरमा हामी 80 देखि 100 जना नेपाली रोजगारीको सिलसिलामा छौँ। नेपालीको काम प्राय म्यानेजरको हुन्छ। सुपरमार्केटमा म्यानेजरको रोल। यो क्षेत्रमा स्वचालित हतियारसहित लुटपाट डकैती हुने कुरा सामान्य हो। त्यसैले नेपालीको काम अलि जोखिमपूर्ण नै रहन्छ। नेपालको परिस्थितिले गर्दा हामीलाई सतसमुद्र पारी आउनुपर्ने बाध्यता छ। खैर, म पनि बहकिँदै धेरै टाढा पुग्छु। बिहान अजित भाइको फोन आयो, दाजु आज टुस्टोन घुम्न जान्न। प्रतिउत्तरमा मैले, अरू दाजुभाइहरू जान नपाए पनि हामी पुगेर आउँ, पछि फेरि यस्तो मौका मिल्ला कि मिल्दैन। 10 बजेतिर निस्कौँ। बिहानको खाना खाएर टुस्टोन जाने हो भने हामी 2 जना, म र अजित भाइ, हाम्रो स्टाफको मोटरवाला डुङ्गामा घुम्न निस्कियौँ। अनिल दाई, दिपेन दाई, प्रकाश दाई, सुजन भाइ र सुदीप भाइसँगै जान नपाएकोमा धेरै सम्झिएका थियौँ। केही मिनेटको यात्रापछि टुस्टोन भन्ने ठाउँमा पुगियो। विन्ध्यवासिनी मन्दिरको झल्को दिने खालको चारैतिर विशाल समुद्र, बीच 2वटा विशाल ढुङ्गा टुक्क अडिएर बसेका। शान्त वातावरण, हावाको मन्द आवाजले हामीलाई 2 देखि 4 घण्टा नै थाहा नभई बितायो। दाजुभाइका सुख दुःखका कुरा, हाँसो मज्जा, लोकगीतका भाका गुनगुनाउँदै कति बेला समय बित्यो पत्तो नै पाइएन। अब फर्कने